साथीहरू हेलो साथीहरू नमस्कार, तपाईँहरूलाई नमस्कार। म यति बेला आज दिनभरि यो तपाईँको बिउको बेर्नाहरू राख्ने तयारीमा छु। आज दिनभरि तपाईँले देखिराख्नु भएको छ, म यहाँ खनिराखेको छु र आज मेरो ग्रिन हाउसमा आज लागिराखेको छु। तपाईँलाई थाहा छ, बर्खा सिजन लागिसक्यो, एकदम बर्खा सिजन लागिसक्यो, तपाईँले त्यो देख्नु भएको छ। अब यहाँ तपाईँको बर्खामा लाउनका निम्ति टमाटर भयो, प्याज भयो, बन्दा भयो, काउली भयो, लोकल भिडा भयो। अब यसको बिउहरू राख्ने सिजन भयो र विशेष गरी अब तत्काल त अब तपाईँको अझै यो बन्दा काउली लोकल भिडाहरू भयो, त्यसपछि आएर तपाईँको यो खुर्सानीहरू भयो, त्यसको समय त आएको छैन, अझै समय बाँकी छ। र विशेष गरी अब यो काउलीको सन्दर्भमा यो तपाईँको के अरे काउली र तपाईँको भइहाल्यो। त्यसपछि यो विशेष गरी तपाईँको प्याजको सन्दर्भमा चाहिँ समय आयो। र तपाईँहरूले यदि प्याजको बेर्ना राख्नु भएको छैन भनेपछि तपाईँले के गर्नुहोस् त भनिसकेपछि अब तत्कालै बजारमा गएर प्याजको किनेर लिएर आउनुहोस्। अहिले जुम्ला बजारमा तपाईँको प्याजको बेर्ना राख्नका निम्ति बिउ तपाईँको 1 केजीको लगभग तपाईँको 4000 रुपियाँ छ। आधी किलो ल्याउनु भयो भने तपाईँको 2000 रुपियाँ गयो। लगभग आधी किलो, मैले त आधी किलो ल्याएर राखेँ। त्यसै गरेर बजारमा जानुहोस्, बजारमा गएर प्याजको बेर्ना किनेर ल्याइसकेपछि, बिउ किनेर ल्याइसकेपछि त्यसलाई घरमा ल्याएर तपाईँहरूले 24 घन्टासम्म त्यसलाई भिजाउनुहोस् है। एकदमै 24 घन्टासम्म त्यसलाई भिजाउनुहोस्। भिजाइसकेपछि त्यसलाई एउटा पातलो कपडामा पछि तार्नुहोस्। पातलो कपडामा तार्नुभयो भने त्यही कपडामा टक्कै तपाईँको बाँधेर डोरीले अरू बाहिरबाट अरू कपडाहरूलाई सेको दिने, त्यसलाई विशेष गरी सेको दिने, पोतो दिने भन्छ नि त्यसलाई। तपाईँले जस्तै धानको बिउ राख्नुहुन्छ त्यस्तै पोतो दिनुहोस्। तपाईँले पोतो दिएको लगभग तपाईँको 36 घन्टापछि त्यो एकदमै टुसा आएको हुन्छ, सेतो टुसा आएको हुन्छ। त्यो टुसा आइसक्यो, तपाईँको हलक्क त्यो टुसा आइसक्यो, मङमङ एकदम गन्न आउँछ प्याजको बेर्ना त तपाईँको। फेरि बढी यो टुसा दियो भने ल हेर्नुहोस्, आज म यो जग्गा तयार गर्दैछु है। यो जग्गा तयार गर्दैछु, यो तपाईँको बिउकै लागि हो। फेरि तल्लो गिर्मासमा त राखिसकेँ, यता पनि तपाईँको यो प्याजको बेर्ना राखिसकेँ। यसै राखिराखेको छु, यसै छापु हालिराखेको छु। र मैले तपाईँलाई भने प्याजको बेर्नाको विषयमा विशेष गरी कुरा गरेँ। अब त्यो 36 घन्टापछि टुसा आयो भने अब यस्तै तपाईँको के गर्नुहोस् त, तल पहिला सुरुमा जग्गा तयार बनाउनुहोस्। मसिनो माटो एकदमै तपाईँको यहाँ झारपात फाल्नुहोस्। हेर्नुहोस् पहिला तर कत्रो झारपात फालेको छु, यो धुमै लागिरहेको छ। त्यसलाई फाल्नुहोस् तपाईँहरू। त्यसपछि झार फालेर जग्गा तयार बनाउनु भयो भने त्यो जो मसिनो टुसा आएको छ त्यसलाई आएर तपाईँको ट्याक्कै जग्गा तयार बनाएको जग्गामा रेडी, छर्नलाई रेडी बनाएको है। ठ्याक्कै हेर्नुहोस्, यस्तै रेडी बनाएको भन्नु त। अहिले त मैले छापल पुरेको छु, पर छ यहाँ छरेको छु। हेर्नुहोस्, यहाँ मानौ इक्जाल यो यहाँ मैले प्याजको बेर्ना छरेँ, यसमै छरेँ। यो छरिसक्यो, जस्तै प्याजको बेर्ना छरेँ, टक्कै मिलाएर छरेँ। हेर्नुहोस् यहाँ देखिराख्नु, यसै छऱ्यो भनेपछि यसलाई तपाईँको मान्छेले यसरी नै फेरि यता लाच्चा लुच्चा गरेर तपाईँ जस्तै पुर्ने त्यो संस्कार छ त्यो होइन। त्यो बेर्ना राखेको ठाउँमा तपाईँ यस्तै माटो हालिदिनुहोस्। ल यसो माटो हाल्नु, एउटा पनि त्यो प्याजको बिउ नदेखिने गरेर तपाईँले माटो हालिदिनुहोस्। अब माटो हालेर तपाईँ जग्गा प्याजको बिउ पनि छर्नुभयो, माटो पनि हाल्नुभयो। तर के हुन्छ नि, यत्तिकै मात्रामा तपाईँले छरेको बेर्ना, छरेको त्यो जो बेर राखेको ठाउँको माटो छ यत्तिकै चिसो छ भने तत्कालै भोलिपल्ट सेकेन्ड दिनमा यसरी छापा हालिदिनुहोस्। यसरी छापा हालिदिनुहोस् यसरी। तर त्यो माटो अलिकति सुक्खा छ, तपाईँ बिउ छर्नु भएको छ भनेपछि त्यहाँ यस्तै तपाईँ छापा हानिसकेपछि पछिल्लो दिनमा सर्लक्क हल्का तपाईँको हजारीले यो पुरै ठाउँमा यस्तो तपाईँ यो भिज्ने गरेर, यत्तिको भिज्ने गरेर हेर्नुहोस् त, यत्तिको भिज्ने गरेर पानी छर्किदिनुहोस्। पानी छर्किनु भयो भने तपाईँको त्यसको तपाईँले प्याजको बेर्ना छरेको लगभग 2 हप्तापछि आएर हेर्नुहोस्, हल्का हेर्नुहोस्, तपाईँको टुसा दिइसकेको हुन्छ। टुसा दियो भनेपछि अलि धेरै माथि आइसक्यो भने तपाईँले स्याउला खान अप्ठ्यारो हुन्छ, पछि यो स्याउला गाह्रो हुन्छ। हेर्नुहोस् अब तपाईँको धेरै माथि आएको छैन र अलि हल्का तपाईँको माथि, अब जमिनबाट हल्का यति हुन्छ नि, मानौँ तपाईँको यो जमिन भयो, यो माटो यति माथि थोरै यति माथि आइसकेको छ भनेपछि त्यो स्याउला फालिदिनुहोस्। त्यो स्याउला फालेर त्यसपछि तपाईँको बेर्नालाई राम्रोसँग हुर्किदिनुहोस् बिचमा। त्यसको तपाईँको 2 हप्तापछि बिचमा झारा आएको हुन्छ, त्यसलाई गोडिदिनुहोस्। अब त्यसले पानी खोजेको छ भने पानी दिने, यदि पानी खोजेको छैन भने अब सक्नुहुन्छ भने हल्का छापो तपाईँको माथिबाट छापो दिने। फेरि त्यो निकालिसक्नुभयो तपाईँले, स्याउला त निकालिसक्नुहुन्छ। अब अहिलेको सिजनमा त तपाईँको विशेष गरी हाम्रो चैतमा तपाईँको कालो तुहार भन्छ, यहाँ कालो तुसारो पऱ्यो भने त्यसले तपाईँको प्याजको बेर्नालाई पनि डढाउनु एकदम डढेर लगाइदिन्छ। त्यसो भयो भने
छाब्रो दिएर माथिमा छाब्रो दिएर यस्तै एकदम यस्तै छाब्रो दिएर तपाईँको फेरि यस्तै पिरे घाँस माथिमा हल्का हालिदिनु भयो भने त्यसले खान पनि पाउँदैन, तल तपाईँको यो शीतलहरले खान पनि पाउँदैन, कालो तुसारले खान पनि पाउँदैन। अनि बेर्ना पनि खस्टाउन तपाईँले अचल लगाएको यसको बिउको बेर्ना लगभग तपाईँको चैतको पहिलो हप्ता या फागुनको अन्तिमतिर बेच्ने हुन्छ। हेर्नुहोस् लगाउने मिल्ने हुन्छ। आज मैले यो जग्गा तयार बनाएँ र मैले यसरी देखाएँ। हेर्नुहोस् तपाईँको तल थुप्रै मात्रामा तल्लो गिर्नासम्म मैले प्याज छरेको छु आधी किलो ल्याएर। अब यो समूहको महिलाहरूले यहाँ छरिदिनु पर्ने भनेपछि उहाँहरू तालिममा जानुहुन्छ, अब म आफैले छरिदिनु पर्ने हुन्छ। हेर्नुहोस् आज उहाँहरूको सहयोगको भूमिका निम्ति आफ्नै गाउँमा गिर्नासमा यो जग्गा तयार बनाएर यो छरेको। यो ठुलो टनेल चाहिँ हामीलाई तपाईँको यो किराकले दिएको टनेल हो र रेरासको लगानी पनि छ। अब यतातिर टन्नै धनियाँ छ। हेर्नुहोस् यस्तो राम्रो छ धनियाँ यो। अब यो खाली जग्गामा तपाईँको मैले यति बेला बेर्न छरेँ। ल हेर्नुहोस् है साथीहरू, आज दिनभरिको काम के छ यसको प्रतिक्रिया दिनु होला। यस्तै हेर्नुहोस् के गर्ने, यो नगरी काममा पुग्दैन खाना साँझ र बिहान भन्ने एउटा गीत छ, त्यस्तै छ। हेर्नुहोस् यसो भन्नाले मैले आज दिनभरि तपाईँलाई देखाएँ। अब यो मैले बिउ यहाँ छरिसकेको छु। अब यहाँ बिउ छरिसकेपछि ल हेर्नुहोस् यो स्याउला हो। अब यो स्याउलालाई मैले अब यसरी ल्याएर तपाईँहरूको माझमा ल हेर्नुहोस् यहाँ हालेँ है त। अब ल हेर्नुहोस् हाल्ने तरिका पनि स्याउला हेर्नुहोस्, धेरै बाक्लो नहाल्ने, हल्का पातलो यस्तै यस्तै छरिदिने, तल जमिन पनि नदेखियोस् होइन। विशेष गरी तपाईँको यो स्याउला अब हामीले हजारले जस्तै सिजन यो सिँचाइ गरिसकेपछि यहाँ पानी हुन्छ नि, यसकै तपाईँको बाफले तल गइरहोस् के होइन, एकदम चिसान पसिरहोस् भन्ने स्थितिबाट हामी जान्छौँ। ल हेर्नुहोस् है तपाईँहरूले, अब म यहाँ स्याउलामा तपाईँको एकदम छरिरहेको छु। तपाईँहरूले देख्नुभएको छ। अब हाम्रो यता के हुन्छ यसलाई पिरे घाँस भन्छ। विशेष गरी यसलाई यसले स्याउलाको काम गर्छ। हेर्नुहोस् एकदमै ल हेर्नुहोस् यही होस् स्याउला हाल्ने तरिका। ट्याक्कै मिलाएर हाल्नुभयो भने एक नासले काहीँ पनि तपाईँको सूर्यको किरणले सिधै तपाईँको तल बिउलाई असर नपरोस् होइन, बिउ सुक्ने गरेर छाया नबसोस्। त्यही कारण यसरी छेकिदिनु भयो भने, यसरी हालिदिनु भयो भने यो स्याउलाले छेक्छ। अनि तपाईँको एक हप्तामा तपाईँले अब आज मैले भोलि बिहान यहाँ पानी हाल्छु। अब आज अलि किनकि चिसो छैन यहाँ, पानी हाल्यो भने अब यसले तपाईँ सर्लक्क यसो भिज्यो भने पछि यसैबाट तपाईँको बाफ लिएर बाफ चाहिँ कलर भइरहन्छ कि पानी हाल्नु पर्दैन। लगभग तपाईँ केही दिनसम्म पानी हाल्नु पर्दैन, त्यहीबाट नै बाफ दिइरहन्छ। ल अब यो चाहिँ सकियो साथीहरू, सकियो। मैले आजको बिउ राखेर पनि सकिएको छु। अब हेर्नुहोस् तपाईँहरूको बिउमा यस्तो यस्तो बिउ राखिराखेको छु आज होइन। खुर्सानी अकबिरे खुर्सानी पनि राखेँ। त्यसपछि आएर यो निन्जा काङ्ग्रा भन्ने हुन्छ नि ठुलो खालको, त्यो लगाएको छु। पुरै त लगाएको छैन, पुरै लगाएको छु विचार परिसरको लागि मात्रै। बाँकी त हेर्नुहोस् यो पोलिथिनमा लाउनुपर्छ। यस्तो यो पोलिथिनमा हालेर काङ्ग्रा हालिसकेपछि पछि बेच्न पनि मिल्छ र ठाउँ ठाउँ सर्न पनि मिल्छ, एकदम सजिलो हुन्छ साथीहरू। ल हेर्नुहोस् अब यत्रो मैले यतिबाट यो देखिनु हो नि, योबाट मात्रै तपाईँको झार कति आयो त हेर्नुहोस् त। यो थुप्रो मात्रामा झार छ हेर्नुहोस् यो। अब यो झारलाई फाल्नु भएन, त्यसै छुडो ढङ्गले खनिदिनु हो र बिउ छल्न लाग्नु भयो भने तपाईँ पुरानो जमाना गर्छ नि, तपाईँको खेती सब्रिँदै सक्दैन। हेर्नुहोस् यत्रो छ झार यहाँ देख्नु भएको छ। ल यस्तो छ हेर्नुहोस् अवस्थाहरू। ल हस् त साथीहरू, तपाईँहरूलाई अलिकति यसले धेरै बोल्यो भन्ने लाग्ला, धेरै भए पनि अलिकति हेरिदिनु होला है त। हस् नमस्कार।